जयजीसँग मेरो पहिलो भेट भएको सन् 2019 गर्मीमा मधेसी सङ्गठनमा मधेसी एसोसिएसन इन अमेरिका भर्खर एक डेढ वर्ष अगाडि चाहिँ एन्टा फुटेर अनि मा पैदा भएर अनि व्यापक सङ्गठन विस्तार भएको अवस्था पनि थियो। अनि म त्यो मधेसी एसोसिएसन इन अमेरिकाको पिकनिकमा पुगेको थिएँ। डेढ वर्ष क्यालिफोर्निया बसेर अनि वापस न्युयोर्क फर्केको केही समयपछि अनि त्यहाँ मैले प्रथम पटक जयजीलाई देखेँ। अनि मलाई अलिक अचम्म यस कारण लाग्यो कि मलाई त्योभन्दा अगाडि लाग्ने गर्थ्यो कि अमेरिकामा रहेका मधेसीहरूलाई या त मैले आफै डाइरेक्ट चिन्छु अथवा इन्डाइरेक्ट चिन्छु, तर उहाँलाई न मैले नाम सुनेको थिएँ न मान्छे देखेको थिएँ। अनि उहाँ त्यति बेला पिट्सबर्गमा बस्नुहुन्थ्यो अनि माइक्रोफोन हातमा लिएर बोल्न थाल्नुभयो, आफ्नो परिचय दिनुभयो सबैलाई। अनि मलाई अचम्म लाग्यो, को मान्छे हो, हाउ कम आई हेभ नेभर हर्ड अफ हिम बिफोर। मैले पहिला नाम सुनेको थिइनँ, कहिले देखेको थिइनँ, कसैले गफ गरेको थाहा थिएन। अनि प्रथम पटक मैले देखेको इम्प्रेसिभ अन्टरप्रेन्योर, जब क्रिएटर, होइन, अभियसली ए भेरी गुड पर्सन। अनि त्यो पहिलो पटक हो। दोस्रो पटक चाहिँ उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएर, त्योभन्दा पहिला उप प्रधानमन्त्री भइसकेको मान्छे स्वास्थ्य मन्त्री भएर आउँदाखेरि एउटा कार्यक्रम माको थियो त्यहाँ वेस्टचेस्टर काउन्टीमा, न्युयोर्क सहरभन्दा अलिकति उत्तर स्कार्सडेल न्युयोर्कमा। हाम्रो मातर्फको मा के एन्टा जब पैदा भयो त्यसको कति 20-25 जना थियो होला मेम्बरसिप विनोदजी आउनुभन्दा अगाडि। अनि विनोदजीले वात्त त्यसलाई 20-25बाट एक सदस्यसम्म लगेको मेम्बरसिप। डाक्टर विनोद शाह जनकपुरको। अनि उहाँको घरमा चाहिँ माको कार्यक्रम थियो, स्वास्थ्य मन्त्रीको उपेन्द्र यादवको। त्यसको लगत्तै एन्टाको कार्यक्रम थियो। अनि एन्टाको कार्यक्रम चाहिँ एन्टा प्रेसिडेन्ट त्यति बेलाको अपरिजाता झा, त्यहाँ प्रिन्सटन न्यू जर्सी जमानामा अल्बर्ट आइन्स्टाइन बसेको सहर जहाँ प्रिन्सटन युनिभर्सिटी छ। अनि प्रिन्सटन युनिभर्सिटीमा अपराजिताको घरमा जानुपर्ने थियो अर्को कार्यक्रमको लागि। लाने मान्छे जयजी, विनोदजीको घरबाट अपराजिता झाजीको घरसम्म लाने मान्छे जयजी। अनि मलाई दुवै कार्यक्रम अटेन्ड गर्नु थियो। अनि एउटा सिट मैले पनि पाएँ। अनि ड्राइभका दौरान जयजी गाडीको शौकिन मान्छे त्यति बेला पनि अहिले पनि। अनि जयजीको फ्यान्सी गाडीमा चढेर गयौँ। अनि he was talking to the health minister उपेन्द्र यादव। अनि जुन किसिमको आइडियाहरू उहाँले भन्दै हुनुहुन्थ्यो मलाई, म दङ्ग परेको। अर्कै लेभलको आइडियाहरू, लाइक कुनै फ्रेमवर्कै थिएन। मलाई यस्तो राम्रो आइडियाहरू कहाँबाट आयो, कतै पढेर आएको त होइन यो, मलाई त्यस्तो फिल भयो, कति राम्रो आइडियाहरू। अनि स्वास्थ्य मन्त्रीलाई स्वास्थ्य क्षेत्रमा यसो गर्नुहोस् उसो गर्नुहोस् विभिन्न किसिमको सल्लाहहरू दिइरहनु भयो राइटभरि। अनि म जिल परेको, बाफ रे कस्तो राम्रो आइडियाहरू, यु नो, लाइक भेरी इम्प्रेसिभ। त्यो सायद दोस्रो मुलाकात रह्यो, तर खासै गफ हुन पाएन। तर अब अमेरिकाको मधेसी कम्युनिटी सानो छ। अनि त्यसपछि भनौँ न नाम फोन नम्बर आदान प्रदान भइसकेको त्यति बेलासम्ममा। अनि सन्दोकले त्यसै बेला मेरो एकजना बहिनीको देवर डिभी परेर अनि अमेरिका आउने कुरा भयो। अनि टाढाबाट जयजीको नाता पर्ने रहेछन्। अनि डिभी परेर आएको मान्छे जब एक ठाउँमा आउनुपर्छ, संजोगले जयजीले नै स्पोन्सर गर्नुभयो।
अनि त्यही सन्दर्भमा एक दुईपल्ट गफ पनि भयो। अनि पछि कोरोना कालमा महामारी सुरु भइसकेको थियो कि जस्तो लाग्छ मलाई, ठ्याक्क सही सुरु भइसकेको थियो। त्यति बेला फोनमा गफ भयो, अनि अलिअलि अर्थशास्त्रको कुरा हुन थाल्यो फोनमा। मलाई बुझ्न गाह्रो भयो। पहिलो त भन्नुभयो कोही नेपालमा त्यस्तो अर्थशास्त्री छ भने चिना परिचय गराइदिनुहोस्। अनि मैले एकजना अमेरिकाको एउटा टप कलेजमा इकोनोमिक्स पढेको, पछि वाल स्ट्रिटमा काम पनि गरेको, अनि नेपाल फर्केको आफ्नो चिनजानको एकजनालाई इन्ट्रोड्युस गराएँ, तर कुरा अगाडि बढेन। त्यो कुरा अगाडि बढेन। जबकि नाम विजय राउत हो, मधेस थिङ्क ट्याङ्क मध्ये पनि चलाइरहेको मान्छे, व्यापक आध्यात्मिक मान्छे, तर कुरा अगाडि बढेन। त्यो मलाई अचम्म लाग्छ। विजय राउत व्यापक आध्यात्मिक मान्छे, अर्को सिके राउत, ऊ पनि आफूलाई स्वामी नै भन्ने मान्छे, तर यो कुरामा चाहिँ बुझ्ने प्रयास पनि गर्दैनन्। मलाई अचम्म लाग्छ। एनिवेज, अनि कुरा आक्कल झुक्कल हुँदाखेरि महिनौपछि एउटा कुनै कुरामा एउटा उहाँको मलाई सायद यो 2021मा हो, एउटा टेक्स्ट मेसेज आयो। टेक्स्ट मेसेज के भन्दाखेरि, म हुँ विष्णु अवतार। अनि मैले टेक्स्टमै जवाफ गरेँ। मलाई लाग्यो मजाक भइरहेछ, उहाँले जो गर्दै हुनुहुन्छ। अनि अत्यन्तै राम्रो मान्छे। मैले बेसिकली समाजसेवी भन्थेँ होइन। यु आर अ जब क्रिएटर एज एन अन्टरप्रेन्योर। तपाईँले यति धेरै जब क्रिएट गर्नुभएको छ, यति धेरै मान्छेलाई सहयोग गर्नुभएको छ। अब अमेरिकामा नयाँ मान्छे आउँदाखेरि अल वेलकम जस्तो टाइपको, औ ल फुडिङ लजिङ चिन्ता गर्नु पर्दैन, अहिले जब खोजिदिन्छु भन्ने टाइपको त्यस्तो सहयोगी मान्छे। अनि होइन, भेरी पोजिटिभ इमेज थियो मेरो। अनि ऱ्यान्डमली यो मेसेज आएपछि मैले भने, तपाईँले मजाकमा पनि यस्तो कुरा गर्नु हुँदैन। किन भन्दाखेरि जो मान्छे ईश्वर होइन, उसले म ईश्वर हुँ भन्छ भने त्यो महापाप मानिन्छ। त्योभन्दा ठुलो पापै अर्को हुँदैन। त्यसैले तपाईँले ख्यालखामा पनि यस्तो कुरा नगर्नुहोस्, तपाईँ राम्रो मान्छे भनेर भनेको। तुरुन्त फोन उठाउनु भयो। अनि फोन उठाएर 10 मिनटभित्रमा, विदिन 10 मिनट्स, 10 मिनटभित्रमा दुधको दुध पानीको पानी। के भन्दाखेरि, होइन म हो नै, र मेरो परिचय यसरी स्थापित हुन्छ भनेर उहाँले विभिन्न भविष्यवाणीहरू जुन छ भगवान् कल्कीको बारेमा, त्यो भविष्यवाणीहरू ठ्याक 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 भनेर प्रमाणित गरिदिनु भयो। अनि त्यो 10 मिनट पछि मलाई अरू चाहिएको छैन। त्यो 10 मिनट पछि मलाई अरू चाहिएको छैन। अब 5000 वर्ष पुराना भविष्यवाणीहरू छन् भविष्य पुराणमा, कल्की पुराणमा, कि भगवान् कल्की बारेमा यसो उसो। त्यो 12 मध्ये 11 भविष्यवाणी पुरा भएपछि भगवान् कल्की अरूको हो त। अनि मैले यही कुरा अरूलाई भन्दाखेरि मलाई के अचम्म लाग्छ भन्दाखेरि, मान्छेहरूलाई त्यही भविष्यवाणी नै समस्या हुँदो रहेछ। त्यो भविष्यवाणी नै समस्या हुँदो रहेछ। मैले भर्खर केही हप्ता अगाडि एउटा किताब, जुन कि अमेजनमा गएर किन्न सकिन्छ, किताब के छ भन्दाखेरि प्रोफेसिज आर प्रुफ अफ गड, अर्थात् धर्मग्रन्थका भविष्यवाणीहरू ईश्वर भएको कुरा प्रमाणित गर्दछन्। त्यो के आधारमा भनेको भन्दाखेरि, विभिन्न, अब कुनै पुस्तक धर्मग्रन्थ हो कि होइन भन्ने कुरा त्यो त्यही प्रोफेसी भविष्यवाणीले नै निर्धारित गर्छ। होइन भने जति लामो बाइबल छ त्यति लामो लियो टोल्स्टोयको वार एन्ड पिस पनि छ, तर लियो टोल्स्टोयको वार एन्ड पिस धर्मग्रन्थ होइन। बाइबल चाहिँ धर्मग्रन्थ हो, रामायण धर्मग्रन्थ हो, महाभारत धर्मग्रन्थ हो। किन भन्दाखेरि विभिन्न पुराणहरू धर्मग्रन्थ हुन्, किन भन्दाखेरि तिनमा भविष्यवाणी छन्। त्यो भविष्यवाणी कुनै पनि सच्चा धर्ममा ईश्वरको वर्णन गरिएको हुन्छ। एउटा यस्तो बिइङ, होइन, यस्तो बिइङ
जसको ज्ञानको कुनै सीमा छैन, जसको शक्तिको कुनै सीमा छैन, जति बेला जे चाहे जेसुकै गर्न सक्ने, र जो सर्वव्यापी छन्, कणकणमा छन्, क्षण क्षणमा छन्, सर्वज्ञानी, सर्वव्यापी, सर्वशक्तिमान होइन। त्यो ईश्वरको, गडको वर्णन त्यसरी गरिन्छ। भनेपछि सर्वज्ञानी भनेको अल इभेन्ट्स, पास्ट, प्रेजेन्ट एन्ड फ्युचर, पहिला भएको घटनाहरू, अहिले भइरहेको घटनाहरू र भविष्यमा हुने प्रत्येक घटना ईश्वरलाई पहिलेदेखि थाहा हुन्छ। अनि त्यसको प्रमाण कहाँ पाइन्छ भन्दाखेरि भविष्यवाणीमा। यदि 5000 वर्ष अगाडि भविष्यवाणी गरियो र त्यो लिखितम छ होइन, धर्मग्रन्थहरूमा लिखितम छ, त्यो आज आएर पुरा हुन्छ भन्ने त्यसबाट के प्रमाणित हुन्छ कि त्यो ईश्वर जो सर्वज्ञानी छन्, जसलाई जे पनि थाहा छ, उनले त्यो भनिदिए कि यसो यसो हुन्छ भनेर, र ठ्याक्क त्यस्तै भयो आज 5000 वर्षपछि। त्यसले ईश्वरको अस्तित्व रहेको कुरा प्रमाणित गर्दछ कि वास्तवमा त्यस्ता एउटा बिइङ छन् जसलाई सबै कुरा थाहा छ पहिलेदेखि। अनि मेरो किताबको टाइटल नै छ प्रोफेसिज आर प्रुफ अफ गड। यो ट्रिगोनोमेट्रीमा लेफ्ट ह्यान्ड साइड इक्वल टु राइट ह्यान्ड साइड जसरी भनिन्छ नि, त्यसरी एउटा म्याथमेटिकली प्रमाणित गर्न सकिन्छ कि बिकज प्रोफेसिज गेट फुलफिल्ड, त्यसले प्रमाणित गर्दछ कि ईश्वर छन् भन्ने कुरा प्रमाणित भयो। तर त्यो मेन्टल लजिक काम लाग्दैन। त्यो हुँदाहुँदै पनि मान्छे यस्ता थुप्रै छन् जसलाई कि होइन मलाई त ईश्वर छ कि छैन थाहै छैन भन्छ, अथवा होइन ईश्वर छैन, यो सब भ्रम हो भन्ने मान्छेहरू हुन्छ। उसको लागि त्यही लजिक, प्रोफेसिज आर प्रुफ अफ गड भन्ने लजिक, त्यो मेन्टल लजिक काम गर्दैन। किन गर्दैन भन्दाखेरि फिजिकल र मेन्टल रियालिटी भन्दा माथिको रियालिटी हो स्पिरिचुअल रियालिटी। जो व्यक्ति शैतान र शैतानको टिमको गिरफ्तमा हुन्छ, जसलाई हिन्दूहरू कली पुरुष भन्छन्, सेटन कसैले भन्छ होइन, तिनीहरूको अगाडि त्यो यो मेन्टल लजिक कामै गर्दैन, किनभने उनीहरू गिरफ्तमा हुन्छन्। होइन भन्ने बेसिक लजिक फलो गर्ने हो भने नास्तिकताका लागि कुनै ठाउँ नै बाँकी रहँदैन। आकाशमा सूर्य छ मलाई लाग्छ छैन भनेर हुन्छ? त्यो त यथार्थ हो नि, त्यो त सत्य कुरा हो नि त। आकाशमा सूर्य छ, कसैले मानेर नमानेर हुने नहुने कुरा हो त त्यो। ईश्वर हुनु त्योभन्दा अनन्त ठुलो सत्य, इन्फिनिटली लार्जर ट्रुथ। अनि यो कुरा प्रोफेसिज आर प्रुफ अफ गड भन्ने कुरा नबुझ्ने नमान्ने मान्छेका लागि मैले जतिसुकै भनौँ कि भगवान कल्की सम्बन्धित 5000 वर्ष पुराना भविष्यवाणीहरू आज आएर जयजीमा पुरा भएका छन् है, त्यसैले प्रमाणित हुन्छ उहाँ भगवान कल्की भन्ने कुरा। अनि घुस्दै घुस्दैन, दिल र दिमागमा घुस्दै घुस्दैन। किन भन्दाखेरि त्योभन्दा पहिला के हो त भविष्यवाणी भनेको, प्रोफेसी भनेको के हो, त्यो प्रमाणित हुनुले के देखाउँछ त्यो बुझ्नु पर्यो। र त्यो बुझ्नका लागि मेरो पुस्तक प्रोफेसिज आर प्रुफ अफ गड भन्ने गएर पढे हुन्छ। अमेजनमा छ डिजिटल कपी, त इन्डियाबाट पनि, इन्डिया नेपालबाट पनि डिजिटल कपी खरिद गर्न मिल्छ। र अडियो भर्सन पनि आइसकेको छ। जसलाई पढ्न मन लाग्दैन उसले अडिबल, अमेजनको एप जुन छ अडिबल, त्यसमा मेम्बरसिप लिएर त्यो सुने पनि हुन्छ। उनीले विभिन्न धार्मिक परम्पराहरूबाट त्यही कुरा भनेको छु। हिन्दू धार्मिक परम्परादेखि लिएर क्रिस्चियन, इस्लाम, जुडाइजम, विभिन्न धार्मिक परम्परा, बुद्धिस्ट, विभिन्न परम्पराका धर्म मैले त्यही भनेको छु कि प्रोफेसिज प्रुभ द्याट गड एक्जिस्ट्स। यो पुस्तक प्रोफेसिज आर प्रुफ अफ गड अमेजनमा गएर किन्न सकिन्छ।
पेपर ब्याग पनि छ, हार्ड कभर पनि छ र अडियो बुक पनि छ। र यसमा मैले भनेको छु कि विभिन्न धर्मग्रन्थमा, जस्तै कि कुरानमा एउटा के भविष्यवाणी छ, कुरानमै लेखिएको छ भविष्यवाणी कि एउटा यस्तो दिन आउँछ जब इस्लाम धर्म समाप्त हुन्छ भनेर भनिएको छ। के अर्थ लाग्छ त्यसको? अर्थ यही लाग्छ कि कलियुगमा पैदा भएको प्रत्येक धर्म कलियुगसँगै समाप्त हुन्छ। इट इज लाइक सेइङ प्राइमरी स्कुल इज ओभर, अब जाउँ युनिभर्सिटी जाने भनेको हो। त्यो कलियुगमा मान्छेको आध्यात्मिक ज्ञानको क्षमता नै कम हुन्छ, अनि जब कलियुग समाप्त हुन्छ र नयाँ सत्ययुग सुरु हुन्छ अनि आध्यात्मिक ज्ञानको क्षमता वात्त बढेपछि अनि भन्नुपर्ने हुन्छ प्राइमरी स्कुल सक्यो, अब जाउँ युनिभर्सिटी जाउँ। दुनियाँभरिका इसाईहरू प्रार्थना गरिरहेछन् 2000 वर्षदेखि, दाइ किङडम टम, हे ईश्वर आऊ धरतीमा राजा बन भनेको भने। स्वर्गमा कुनै धर्म छैन, किन भन्दाखेरि स्वर्गका नागरिकहरू, जसलाई हामी देवी देवता भन्छौँ, स्वर्गका नागरिकहरू ईश्वरको प्रत्यक्ष उपस्थिति अनुभव गर्दछन्। कुनै धर्म छैन, चाहिँदैन। धरतीमा त्यो प्रार्थना पुरा भएर ईश्वरको प्रत्यक्ष उपस्थिति हुन्छ भने किन चाहियो धर्म? अल रिलिजन्स बिकम इरेलेभेन्ट त्यति बेला। God is about to say something new। त्यसमा सनातन धर्मको महत्त्व के भन्दाखेरि पछिल्लो सत्ययुगको खाका मात्र सनातन धर्ममा छ, बाँकी पछिल्लो 5000 वर्षमा स्थापित धर्महरूको त्यो स्पिरिचुअल कन्टेन्ट नै कम छ। अनि मैले चाहिँ जयजीको परिचय बारेमा जब कुरा गर्छु, जस्तै हालै ड्यालसका नेपालीहरूसँग मैले कुरा गरेँ। वेस्टर्न टेक्सस, मिडल्यान्ड टेक्ससमा एउटा हिन्दू मन्दिर छ, अनि प्रत्येक रविबार बेलुकी रवि सभा हुन्छ, मान्छेहरू भेला हुन्छन्, प्रवचन कार्यक्रम हुन्छ, गुजराती खाना खुवाउँछन्। मलाई त विदेशी खाना खाए जस्तो लाग्छ गुजराती खाना खुवाउँदाखेरि। अनि आध्यात्मिक मान्छेहरू, अनि मैले यही कुरा राख्दाखेरि मान्छे त्यहाँ अड्किने कहाँ गएर भन्दाखेरि भविष्यवाणीमा। अनि मैले यो किताब ल्याएको छु, प्रोफेसिज आर प्रुफ अफ गड भन्ने। अनि बेसिकली आइ एम सेइङ कि विभिन्न धर्मग्रन्थमा जुन भविष्यवाणीहरू लेखिएका छन् र पुरा भएका छन्, त्यस आधारमा प्रमाणित हुन्छ कि देयर इज इन्डिड अ बिइङ हु इज ओम्निसायन्ट, सर्वज्ञानी, विगतमा भएको प्रत्येक घटना, अहिले भइरहेको प्रत्येक घटना र भविष्यमा हुने प्रत्येक घटना पहिलेदेखि थाहा भएको बिइङ छन्, ती ईश्वर हुन्। प्रोफेसिज, भविष्यवाणीहरूले त्यही प्रमाणित गर्छ।